हेलो एभ्रिवान, अहिले चाहिँ मम्मी र म चाहिँ आए मेरो हात त्यहाँ काटिराखेको छ कि यहाँ पछाडि चाहिँ पुरा टन 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 गर्दैछ। अन्त म चाहिँ यस्तो हात यसरी बोकेर हिँड्दैछु है अहिले। सो मम्मी र म चाहिँ यता काँक्रामा थाङ्रा हाल्न आइरहेको छ। मम्मीले यहाँ पछाडि थाङ्रा तान्नु हुँदैछ है। अब यो चाहिँ मम्मीले तान्नुहुन्छ, अन्त म चाहिँ काटेर गाड्छु है मैले चाहिँ। सो यहाँनिर है, अब यहाँ हेऱ्यो भने यहाँ दुइटा खेलिरहेको छ, यो फिनिक्स र बन्टी है। मम्मीको नि हेयर स्टाइल चाहिँ दामी छ। आमा हेर्नु नि, कलरहरू यहाँ खैरो घाम घामले डढ्यो। मम्मी केसमा कुन चाहिँ कलर दल्नु भयो? रातो कलर दलेको। कडा छैन हाम्रो मम्मी चाहिँ सही। अब भिडियोमा मैले के गरेन भन्छ होला कि, तर म यहाँनिर यसलाई चाहिँ चुच्चो तिखो पार्ने हुन्छ। यसले बामफोकले काटेर चाहिँ चुच्चो बनाउनेवाला छु। सो मम्मीले चाहिँ यहाँ थुपार्नु हुँदैछ। ओइ यसले चाहिँ यहाँ टोक्नु सघाउँदैछ। यहाँ टोक टोक टोक, ल यो टोक टोक। गुड। यो चाहिँ हो फिनिक्स। यसको चाहिँ आँखा सेतो छ है। त्यो बन्टी हो, अस्ति भर्खर आएको कुकुर, त्यो हामीले पालिरहेको छ। डेभिड चाहिँ उमाथि छ, हामीले देखेको छैन कहाँ छ है। सो यहाँ चाहिँ अब मेरो काम गर्नेवाला छु। मम्मीले चाहिँ यहाँनिर एकदम तैनात गरिसक्नुभयो। यसले पनि सघाउनेवाला छ अब चाहिँ है। भिडियोग्राफर चाहिँ आउनु हुँदैछ हाम्रो मम्मी है, मम्मी डन। त्यो चुचोन काटेर फ्याँक न। कुन चाहिँ हो त्यो माथिको? यो किन? फेदमै हुन्छ नि त। हुन्छ त्यो उयो हुन्छ नि त, राम्रो हुँदैन नि त, गहिरो जाँदैन नि त केटा। यति उयो गर्दा भइहाल्छ त। यो काट्नु? त्यो अर्को नि काट। हुन्छ हो। यो हाम्रो काँक्राहरू छ है। काँक्रा फर्सीहरू रोपेको छ यहाँनिर। यहाँनिर खोर्सानी छ है। यहाँदेखि पर चाहिँ मम्मी हुनुहुन्छ। सो यहाँ तल हेऱ्यो भने कम्ती मकैहरू रोपेको छ, यति नै हो है। यहाँदेखि उँधो जङ्गल छ कि, अन्त पुरा बाँदरहरू आउँछ। हामीले त्यस्तो बेसी खेती गर्दैन। यो हो बन्टी। मम्मीले त्यहाँबाट एक एकवटा गर्दै लिएर आउनुहुन्छ है। मैले यहाँनिर खाल्टा बनाएर गाड्नुपर्छ, तर कहाँ पो गाड्नुपर्छ जस्तो लाग्यो कि यहाँनिर होला हौ। मम्मीले लिएर आउँदैछ न हाम्रो बाहुबली मम्मी पधार रहे हे। मम्मी यता राखिदिनु नि यहाँनिर। कहाँनिर? यहाँ गहिरो गाडे हुन्छ, तर गाड्नु पर्यो नि। अर्को कहाँ? यहाँ थाङ्रा लगाएको है। यहाँ हामीले थाङ्रा लगाइसकेको छ काँक्रालाई। यहाँनिर हेर्नुभयो भने काँक्राहरू पनि अब फल्नुको लागि रेडी फुल्दैछ है। मम्मीले थाङ्रा लगाइसक्नु भएको छैन अझै है। यो सानो चाहिँ इस्कुसलाई लाउनु हुँदैछ। यहाँ मम्मीले गरेको खेतीहरू है, अर्ग्यानिक खेतीहरू यहाँनिर हेर्नु होला। टमाटर खोर्सानीहरू रोप्नु भएको छ मम्मीले। यहाँ खोर्सानीहरू पनि ठुलो भइसकेको छ है। म त त्यस्तो बेसी खोर्सानीको फ्यान होइन, र पनि यहाँतिर धुलाइ हुन्छ अब यहाँनिर हो। खोर्सानी बारी चाहिँ यहाँ खोतालेर सकेछ। यो फिनिक्सकै काम हो, यसै काम हो। मुखभरि माटो बोकेर यत्रो खाल्टा बनाइहालेछ एकैछिनमा। अर्कोलाई आरिस लाग्यो। देख्न सक्नुहुन्छ गाइस, पसिनाले खल भइसक्यो है। हत्तु आज थाकेर। सो काम भन्यो भने अलमोस्ट सकिसकेको छ। मम्मी र मबाट थाङ्रा लगाइसक्यो काँक्रामा है। सो यहाँनिर खोर्सानीहरू ठुलो भइसकेको छ। म त त्यस्तो डरलाग्दो खोर्सानीको फ्यान होइन, र अब पनि घरतिर फलेको चाहिँ खाइन्छ कोही बेला। यहाँतिर हेर्नु होला टमाटर रोप्नु भएको छ मम्मीले।
सो यहाँनिर मम्मीले यो इस्कुसको थाङ्रा लाउनु हुँदैछ। यो चाहिँ लडिहाल्छ है ठुलो भयो भने चाहिँ त्यो राम्रो देख्नुको लागि मात्रै लगाएको, त्यसो खासै चाहिँ केही छैन है। सागहरू यहाँ तल छ है, किरा लागिरहेको रहेछ। अन्त त्यहाँदेखि यहाँ बिँको छ, यहाँनिर चाहिँ बिँ रोपेको रहेछ है। यहाँनिर बिँ, त्यो चाहिँ मलाई मनै पर्दैन त्यो सब्जी। त्यो बैगुन हो मम्मी? ए यो बैगुन हो कि बिँ हो? यो बिँ होला, नयाँ डिजाइनको नयाँ खालको बिँ रोपेको रहेछ है, पर्पल कलरको। कमिला चढ्दैछ हातमा। अच्छा, यो चाहिँ मलाई मन नपर्ने सब्जीहरू हो है। यो बिँ भइहाल्यो, यिनीहरू चाहिँ यो मन नपर्ने सब्जीहरू हो। यो चाहिँ नरोप्दा पनि केही जान्दैन। यहाँ चाहिँ मेरो फेभरेट साग रोपेको रहेछ, साग रोपेको छ है। यहाँ चाहिँ पुरा किरा लागेको रहेछ। यो अब खानु सक्दैन है, हामी खाँदैन, यो छोडिदिन्छ त्यत्तिकै है। यहाँ चाहिँ यो टमाटरको बिउ हो है, रुख टमाटरको बिउहरू कसलाई चाहियो भने भन्नु होला है, म फ्रीमा दिन्छु। यहाँनिर मम्मीले रोप्नु भएको छ है, यति बेसी रोप्नु भएको छ। जा बैगुन पो हो? ए यो रुख टमाटर होइन, बैगुन रहेछ है। यो चाहिँ रुख टमाटर होइन, बैगुन रहेछ। यो चाहिँ के हो? फर्स्ट टाइम करेला रोपेको मैले देखेँ है। यो करेला अब कसरी फल्छ कि फल्दैन त्यो याद छैन। रोप्नु चाहिँ रोपेको छ, मम्मीले रोप्नु भएको है। यो सबै मम्मीको मेहनत हो। यहाँ मम्मीले अब टाइम पास गर्ने जग्गा चाहिँ यही हो है। तपाईँले देखिसक्नुभयो है, मम्मीले के रोप्नु भएको रहेछ। यहाँनिर यो रुख टमाटर चाहिँ यो पहिलादेखिको रोपेको है। यहाँनिर चाहिँ एकदम बेसी फल्छ यो रुख टमाटर चाहिँ, एउटै मात्रै बोट छ है। सो अब यहाँ चाहिँ घरतल रोपेको छ, यो हामी खान्छ है। यो अब तरुलहरू चाहिँ पुरा मनपर्छ नि त। अन्त त्यहाँदेखि चाहिँ यो चाहिँ मम्मीको मेहनतको फलहरू है। यहाँनिर मम्मीले एकदम ज्यादा सब्जीहरू रोप्नुहुन्छ। सो यो चाहिँ हामी घरमै खान्छ, बेच्नु पनि बेच्दैन है। अन्त जहिले अब म कहीँबाट घर आएको बेलामा सब्जी चाहिँ के हुन्छ भन्दाखेरि त्यही मुसुरी दाल र त्यो आलु मात्रै हो है। यत्रो रोपेर केही फाइदा छैन, खाने बेलामा केही हुँदैन खाने बेलामा हुँदैन, बनाएको जहिले हुन्छ आलु कि नभए मुसुरी दाल है, हरेस लाग्छ। यत्रो रोपेको के हो, कहाँ जान्छ है। सो म अब अर्को चिज देखाउनेवाला छु तपाईँलाई है। यो चाहिँ एकदम दामी फ्रुट हो, दामी हुन्छ है। यो चाहिँ नर्मली यो चाहिँ अब हाम्रोमा फर्स्ट टाइमै फलेको भनौँ न। यहाँ पछाडि फर्सीहरू छ है, फर्सी रोपेको छ। यो चाहिँ हो देख्नेवाला छ। अब हामी चाहिँ यसलाई गरेन्डल भन्छ, गरेन्डल है। तपाईँहरू के भन्छ मलाई याद छैन। गरेन्डल है। अब भर्खर कलिलो छ, अहिले खाने बेला भएको छैन है। खाने बेला भयो भने चाहिँ म यहाँ हुँदिनँ। यो चाहिँ सब गङ्गा जमुना बाँदरनी, दुईजना बाँदरनीको काम हो, उनीहरूले सक्छ है। यो चाहिँ बारीमा फलेको छ, यो मम्मीले थाङ्ना लगाएको है। यो सबै मम्मीले गरेको खेतीहरू है। मम्मीको लागि, मम्मीको नाममा लाइक शेयर फलो सब्सक्राइब कीजिए। बाई बाई। सके खनेर ओइ निस्की। ओ खाल्टा बनायो। गर्छ उनीहरू पनि घिनै लाग्दो देखिरहेको छ है। अब भनेपछि हामी घरतिर जानेवाला छ, भोक लाग्यो पुरा। यहाँनिर हात पिल्छेर यहाँनिर डर लाग्दो भइरहेको छ लडेर। सो कोही बात नै, घामले डरेर हेर्नु होला, कालो भइसक्यो। अब चाहिँ हामी जानेवाला छ घरतिर। मेरो ब्लग हेर्दै गर्नु होला है मजाले। सो दिस इज आवर भिलेज लाइफ गाइस।